इस प्रकार को छ। डुल्नलाई हिँडिसकेको छु हैन। सो वाकिङ भनौँ न। मर्निङ सबैजनालाई। आज 12औं दिनमा तपाईहरु सबैलाई मेरो ब्लगमा स्वागत गर्न चाहन्छु। ब्लग सुरु भइसकेको छ बिहान बिहानै र बिहानको मौसम यस प्रकारको छ। चारैतिर कोहरै कोहरा भने जस्तो र म चाहिँ मेरो ब्रेकफास्ट गरेर चाहिँ म यसो डुल्नलाई हिँडिसकेको छु हैन। सो वाकिङ भनौँ न। ठन्डीको टाइममा तपाईँ जति हिँड्न सक्नुहुन्छ त्यति नै तपाईँको लागि फाइदानाक हुन्छ, बेनिफिसियल हुन्छ। बुझ्नुभयो नि? ठन्डीमा चाहिँ तपाईँले घरमै चादर ओढेर सुत्ने होइन। ठन्डीमा कति एक्सर्साइज गरे जति एक्सर्साइज गरे आफूलाई फाइदा हुन्छ। र गाइज अब चाहिँ हिजो अस्ति आमालाई चाहिँ अलिकति गाह्रो भएर मतलब हामीले बाफ लगाउँदैछौँ र आमालाई चाहिँ बाफ रेगुलर बेसिसमा लगाइराख्नु पर्ने हुन्छ दिनदिनै। आमा बाफ आहा नि र यस्तै छ गाइस। अब दिनदिनै भ्लगहरू आइरहेछ, दिनदिनै तपाईँहरूको रियाक्सनहरू नै आइरहेछ। लाइक गरिदिनु होला। अब भिडियोलाई चाहिँ अब लोकप्रिय बनाउँला नि कुनै न कुनै दिन, एक न एक दिन बिस्तारै बिस्तारै। मान्छे को माथिबाट सुरु भएर तर सबै तलैबाट सुरु हुने हो होइन। आमा यहाँ हुनुहुन्छ अनि सबैजनालाई सब्सक्राइब गरिदिनु होला। मेरो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। हेलो गाइज, अब चाहिँ आजबाट नयाँ सिस्टम सुरु भएको छ। किनभने आजबाट अब अलिकति नयाँ तरिकाले चलाउँ, नयाँ तरिकाले खाऊँ, नयाँ तरिकाको आफ्नो एउटा ऊ बनाऊँ भनेर चाहिँ मैले अब आजबाट अलिकति सिस्टमेटिक तरिकाले चल्ने कोसिस गर्दैछु होइन। तपाईँलाई के कस्तो लाग्छ? जे चिज पनि चाहिँ लिमिटमा खाएर अलिकति हेल्दी खाइयो भने चाहिँ शरीरलाई बेनिफिसियल हुन्छ। र अहिलेको लागि चाहिँ हेल्दी लाइफस्टाइल एकदम इम्पोर्टेन्ट छ। एकदम स्वास्थ्यको लागि चाहिँ एकदम फाइदाजनक पनि हुन्छ होइन। र अहिलेको टाइममा चाहिँ यस्तो चाहिँ एकदम आवश्यक छ। हरेक प्रत्येक व्यक्तिले चाहिँ यसरी सिस्टमेटिक तरिकाले चल्न पर्ने हुन्छ, खाना पर्ने हुन्छ। हेलो गाइस, अब खाएर चाहिँ अब म अफिसतिर लागिसकेको छु। आजको ब्लग यस्तै छ। किनभने आज अब म खाना खाएर होइन, खाना बनाउने टाइम खाना चाहिँ मैले अब आफ्नो अलिकति स्पेसल नभए आजबाट आफै सुरु गरेको हो होइन। आफै दुःख गरेँ अलिकति, धेरै होइन, धेरै कति खान्थ्यो र हामी अहिले टाढी चोकमा छौँ गाइस। यो कति देखाउनु तपाईँलाई है, अब कतै घुम्ने गएकै छैन। तर अब आउने दिनमा अब कतै प्लान गर्ने विचारमा छु म होइन। अब त्यहाँ गयो भने चाहिँ अब अभियसली म देखाइहाल्छु। तर होइन भने बिस्तारै बिस्तारै अब हुँदै जान्छ, पुरो हुँदै जाँदा च्यानल एकदम राम्रो ग्रो भएर म एकदम खुसी छु क्या त्यो चिजमा। जुन चिज अब जुन मसँग भएको पोटेन्सियललाई तपाईँले एक्सेप्ट गरेर चाहिँ त्योसँग छ है, पोटेन्सियल छ है, गर्न सक्छ है भनेर चाहिँ जुन एउटा विश्वास मलाई दिलाउनु भएको नि त्यो मेरो लागि धेरै ठुलो कुरा होइन। आज 100 छ, भोलि 200 पछि 300 400 त्यसरी त पुरो हुने हो नि। मान्छे टुप्पोदेखि भेटसम्म, भेटदेखि को पलाउँछ र भेटदेखि पलाउने हो नि त। र टुप्पोदेखि पलाएका धेरै टिक्दैनन्, तर खेतदेखि टिकाएका हुन्छ नि, जुन डाउन टु अर्थ हुन्छ नि, जुन तलबाट माथि जान्छ नि, तिनीहरू चाहिँ मान्छे लामो समयसम्म तिनीहरू स्टेबल हुन्छन् भन्ने चाहिँ मलाई मेरो हजुरबाले भन्नुभएको थियो होइन। अब त्यही भन्नुको साथ विश्वास उहाँको आशीर्वादले म आजको यो जर्नीलाई सुरु गर्दैछु। ठुलो आशीर्वाद छ। ठुलो आशीर्वाद भयो भने हामीले जस्तो पनि चिज हासिल गर्न सक्छौँ गाइस। त्यो आशीर्वाद हामीलाई चाहिन्छ गाइस। ल गाइस, भिडियोलाई लाइक गरिदिनु होला, अन्तिमसम्म हेर्नु होला है। सो गाइस, म चाहिँ अहिले भरतपुर मालबाट आइसकेको छु, भर्खरै आएको होइन। र आउने बित्तिकै चाहिँ अब मैले नक्सा निकालेर आएको छु। किनभने अहिले एकदम नक्सा निकाल्न चाहिँ एकदम मान्छेहरूले नक्सा निकाल्न आएको छन् क्या धेरै पनि। र एउटा नक्सा निकाल्न छ। र आज चाहिँ एउटा इजी गाइड गर्छु ल तपाईँलाई। नक्सा तपाईँहरू यदि यहाँ चाहिँ आउनु पऱ्यो भनेर चाहिँ कसरी निकाल्न सक्नुहुन्छ भनेर तपाईँलाई म थोरै गाइड गर्छु ल। तपाईँहरू चाहिँ सुरुमा नापी कार्यालय आउनु पऱ्यो नक्सा निकाल्नको लागि होइन।
र यो नापी कार्यालय भरतपुर चितवन हो पनि जलाएर चाहिँ सबै खत्तम बनाइदिइसक्यो र त्यहाँबाट रसिद काट्ने अनि नक्सा निकाल्ने। सो गाइज म चाहिँ नापी गएको थिएँ हाकिमको नाप्न, मतलब नाप्न भन्दा नि नापी नक्सा निकाल्न गएको थिएँ। खासमा चाहिँ नक्सा निकालिसकेँ। यो नक्सा निकाल्न सिम्पल छ है, मैले भने कि भनिनँ। यहाँबाट गेटबाट छिरेपछि यसमा सिधा जाने, त्यहाँ एउटा टिकट काउन्टर छ, टिकट काउन्टरबाट टिकट काट्ने, टिकट काटेर चाहिँ अनि यतापट्टि झ्यालमा आउने, अनि झ्यालमा आएर नक्सा निकाल्ने। अनि उसले चाहिँ यति नम्बर जा भन्छ, त्यो नक्सा साइन गर्नलाई प्रमाणित गर्नुपर्छ क्या। अनि त्यसपछि त्यसलाई प्रुभन गर्नुपर्छ होइन। त्यो प्रुभ गरेपछि चाहिँ नक्सा पास हुन्छ, नक्सा निक्लिन्छ। अनि नक्सा निकालेर छाप लाउने अनि लिएर जाने। सेड्युल यही हो गाइज। अब आजको कामको भिडियो चाहिँ मैले खासै बनाउन पाइनँ, तर आज चाहिँ एउटा सानो फङ्सनमा अटेन्ड गरेर जाँदैछु। फङ्सन भन्दा नि एउटा केही छ। अब यो भुराहरू, यो भाइ मेरो सब्सक्राइबरै हो तिनीहरू। र आज चाहिँ अब यही प्रोग्राममा चाहिँ म जाँदैछु होइन। म खासै केही खाना त खान्न, तर यिनीहरूसँग साथी गइदिएको मात्र। हेरौँ के हुन्छ। भिडियोलाई लाइक गर्नु होला है भनिरहेको हुन्छु।